मलाई सनै फुक्ने जस्तै देखियो ट्याक्कै शिशिरको भन्दा नि ल हेलो नमस्ते साथीहरू होइन आज मेरो भिडियोमा सबैजनालाई स्वागत छ अनि आज पनि शनिबार आज हामी सबैजना मिलेर साथीहरू मिलेर अनि ट्याक्क अब बाहिर जाँदैछौँ अब शिशिर म सुशान्तहरू तिनजना भइसकेको छ होइन अब हाम्रो सामान पनि रेडी हुँदैछ अनि हाम्रो भिडियो चाहिँ अन्त्य भएर साथ सपोर्ट दिनु होला होइन अब हाम्रो सामान पनि लगभग रेडी भइसकेको छ अब प्याक गर्न मात्रै बाँकी छ शिशिर के छ खबर ठिक छ नि बहुत बढिया छ यसको अब हामी चाहिँ हिँड्न लाग्यो त्यही हो साथीहरू है खानेकुरा चाहिँ म बोक्छु मासु नुन त छोडियो छैन नि आज नुन पनि छोडिएन छोडिनु भएन है शिशिर ल रेडी भयो नि त ल चल्दिनु ल म चाहिँ एकदम रेडी बिहान 6 बजे उठेदेखि म रेडी छु एकदम कहाँ कति बेला दौडिम भनिरहेको ल सबैजना ल चल्दिहालौँ न त चलो चल अगाडि चाहिँ सुजन छ होइन हामी पछाडि शिशिर र म छौँ अब हो साथीहरू त आजको भिडियो चाहिँ दामी रमाइलो हुन्छ कि होइन अनि त्यसलाई अब ट्याक्क अर्ग्यानिक पारामा त पानी पर्ला जस्तो भइरहेको है अब पानीले कतिको साथ दिन्छ मौसमले हेरौँ होइन त्यही हो साथीहरू होइन जहाँसम्म लाग्छ अब रमाइलो गर्ने तरिकाले हिँडेको हामी पनि होइन रमाइलो होस् भन्न चाहन्छु म चाहिँ ट्याक्क ल हान है दिए ओ केटाले अझै लङ अझै दामी ओ अन्त केटाको खुट्टाले भएन अहिले है दे अझै दे चलो दियो ल बाक्री ल दियो केटाले केटाले दिन्छ बेला बेलामा ए च्यान जाला च्यान लास्टै लुज भएको त यार च्यानै फुस्कियो यसको त यार खै केटाले उहिले हान्दा होइन ए आयो त केटा ठाउँमै आयो तर लुज भएछ च्यानै अब त अगाडि त खोल्नै पर्छ केटा कसरी आउँछ र अगाडि साथीहरू प्लास्टिक ल्याएको काम लाग्यो नि त होइन अनि झड्का हानेको तेरो ल साथीहरू बाइक चाहिँ अब बल्ल बल्ल च्यान हाल्यो है ट्याक्कै चाहिँ अब 3 किलोमिटर भन्दा थोरै मुनि पर्छ कसले त्यस्तै हो नयाँ भएपछि हो धुवानै पुत्ता त के रकेटै हो के त अरे ल सुशान्त पानी भर ए मूलको पानी हो मिठो हो पानी तर पानी चाहिँ अलिकति गना होला गना होला मतलब उसके त्यो पाइपबाट तातेर आएको हुन्छ नि त पाइप गना होला भन्न खोजेको पोखराको बजार ओहो दामी होइन एकदम यतै हो ल हिँड हामी पोखराको माथि एकदम मजा आइरहेछ होइन आमा मकै पनि खतरा रहेछ पुरा खाइदिनुपर्छ क्या मकै लगेर केटाले अफरोड ल्याएर हिँड्दैछ कि हामीलाई पुरै भित्र हौ हामी ए मकैबारी दरेम हरिया काँक्रा करेम ओ मा भ्यू सेट होइन केटाले त खरबारी ल्याइसक्यो त यार कता हो आउँदैन त आउँदा है अनि पानी ट्याङ्की आइसक्यो यार के हो ए पानी प्रशोधन केन्द्र रहेछ नि त साथीहरू गाउँ धरहराको पानी प्रशोधन केन्द्रमा नि आइसक्यो हामी ए शिशिर फेरि यता लास्टै लदेर कालो त आएर नि त ट्याक्क हामी बाइक चाहिँ यता राखिसकेको छ होइन हामी एकैछिन तलतिर यताउति घुमेर भ्यू देखाउँछौँ त्यसपछि फेरि हामी ट्याक्क आएर खानासाना बनाएर खाने विचार छ हाम्रो होइन जाम तल ऊ त्यहाँ तलबाट देखिन्छ यो चाहिँ
काउँ डाँडा तलतिर गयो नि अब तिनीहरू आइरहेको थियो भने डिस्टर्ब हानिदिउँ क्या अरे होइन डिस्टर्बै हानिदिउँ हामीले यहाँ लिएर केटी नचढ्नु नहोर साथीहरू होइन हामी यत्रो यहाँ पिकनिक खाने मान्छेलाई ठाउँ देखाउन पनि मान्छे त्यहाँ केटी लिएर बाइक साइक सितालोमा हालौँ तलै पार्क उसमै मिल्छ सुशान्त सरले फेरि त बाइक ठ्याक्कै पार्किङ गर्नुभयो के छ सुशान्तजी एकदम बबाल होइन अनि के छ हाम्रो शिशिर सरको फेरि आज फेरि हाम्रो शिशिर सरको एकदम दामी दामी सर्ट भिडियोहरू आउँछ होइन आजको यही ठाउँमा सर्ट भिडियो सुटहरू हुन्छ हाम्रो 57 एकदम बवाल आउनेवाला छ बवालै हुनेवाला छ गाइज एकदम त्यही हो हेर्न चाहिँ नभुल्नु होला होइन अब एकदम सपोर्ट गर्नु होला होइन हाम्रो 3 जनाको ग्रुपलाई अनि हाम्रो चाहिँ हाम्रो सुजन हाम्रो मेरो कान्छो भाइको चाहिँ अनि हाम्रो सुशान्त भलक होइन कति हो हजुरको 235 किट्टी उसको चाहिँ सब्सक्राइबर एकदम राम्रै छ है 3.4 के छ होइन भिडियो चाहिँ हाल्न पाएन बिचरा सबै रेडी भइसक्यो काँक्रा होइन अनि गाजर अब टमाटरहरू ल्याएको अनि चाहिँ ठ्याक्कै धनियाँ यति सबै धोएर टक्क रेडी बनाएर ल्याएको मैले त प्याज पनि घरबाट केलाएर ल्याइदिएको कि अब बाटोमा झ्याउ हुन्छ नि त होइन यता आसी अनि ठ्याक्क अब हाम्रो यो अदुवा पनि यस्तरी केलाएर ल्याएको मैले धोएर है ठ्याक्क सजिलो हुन्छ यति भएपछि जेस् अब यति भएपछि त हाम्रो त बन्यो क्या अब त आगो बाल्दैन सुजान सर ल साथीहरू हाम्रो चाहिँ अब ग्रिन सलाद रेडी हुँदैछ होइन गाजर र हामीले काँक्रा मात्रै ल्याएको छ आज हाम्रो सिसी सर ल्याउनु भएको नि त फेरि होइन के कसो ठिक छ नि होइन परेन यति नै काट्नुपर्छ गयो त है काँक्रा धेरैवटा जस्तो लाग्यो मलाई अझै काट्न बाबु अहिले खाए काटौँला नि यो लसुन एकदम लसुन काट्ने स्टाइल देख्न सक्नुहुन्छ तपाईँ यसलाई चाहिँ पुरै एकदम लोकल टाइपमा दिनुपर्छ कि होइन सायर के छ यहाँ के छ अहिले अदुवा लसुन हो कस्तो हुनेवाला छ हाम्रो पेस्ट एकदम दामी बवाल हुनेवाला छ एकदम हो ल तिमी चाहिँ चुलोलाई कराईमा जताऊ चुलो त तर लास्टै भएछ कि कराईलाई फेरि तेलको बोतलमा हाल भ्यू चाहिँ बब्बाल छ है यता चाहिँ पोखरा टक्क लगाएर यस्तो छ है आजको मौसम चाहिँ सट्ट लगाएर आगो बल्दैछ म भिजिटको लागि निस्किसकेँ के भन्ने यार अब जहिले हाँस्नु पर्ने आज फेरि सरले तेल ल्याउन बिर्सिनु भएछ सर के छ भन है म के बोलौँ र सरजी किचनको सामान सबै हेर्छु भनेकोले सबै अस्ति नुन आज तेल यस्तो केटा र सबजना तिमीहरू अब ढिला आउँछ होइन अब सबै आफै म्यानेज गर्दाखेरि गाह्रो हुन्छ क्या तिमीलाई पनि हेर्न सक्छौ नि त केटा सरको आज तेल हामीले हेर्न सक्छौँ म हेर्ने होइन तैँले के भन्छस् भन्दाखेरि किचनको सबै सामान म हेर्छु केटा दिन्छस् म बरु केही गर्न सक्दिनँ यहाँ बसेर रुन्छु ए रोइ 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 अस्ति मेरो चिट हान्दै हेलमेट नलाएर यार लाइहाल्छ अरू नलाइ भाइ जाँगी नलागिन्छ होइन तर हेलमेट चाहिँ ल्याएर सक्यो नि सिर यो न्युट्रलमै हो न्युट्रल हान्न स्टार्ट हान्नु जुन पनि हुन्छ क्या यस्तो होला नि त यो साथीहरू अब केटाहरू चाहिँ ट्याक्क तेल लिन हिँड्छ कि होइन लगेर जा ल तेलै भुलिरहेको क्या आमा है यस्तो यो चाहिँ हाम्रो भेज सलाद भयो ग्रिन सलाद होइन अनि चाहिँ भेजिटेबलको उसलाई चिकन होइन यो चाहिँ यति रह्यो होइन यो चाहिँ हाम्रो यो भुजा मसला स्प्राइट है ट्याक्कै रेडी भइसकेको छ त्यही हाम्रो भाइहरू चाहिँ अब तेल लिन जाँदैन अनि कति बेला आउँछन् तेल लिइसक्नुपर्छ यो आगो नि बोलेर सकिसक्न लागिसक्यो है केटाहरूको अर्डर फेरि यहाँ कराई बसाल्दै के अब बसालिसकेँ मैले कराई होइन केटा नि हरान नाम्दै आइरहेको नि त्यसलाई अनि केटाहरू नाम जसमा यस्तो बजार बस्ने क्या फेरि
केटा यस्तो बजाएको याद छ जान्थ्यो तिमीहरूलाई सानोमा शिशिर सानोमा यस्तो बजाएनस् तैँले हाँ खतरा बच्चा है सुजना यो खतरा बच्चा के लयो रे पात बजाए जस्तो मानिस थियो खोइ सालालाई सनाइ फुक्ने जस्तै देखियो ट्याक्कै धेरै न है अहिले हान्नुहुन्न ल मासु ओए ल चुवाइया गर्छ क्या हो कराई हल्लाएर हाल्न न त टाँसिन्छ कराई हल्लाएर हाल्न तेल हो ए मा पोल्यो हाल ल है साथी हो ल ल ल चुवाइया ल ठिक छ ल ओ बोले केटालाई बोल्दैछ रातो देखियो बोल त सुजन छोड्दै बोल्यो सुजन बोल्यो 3 4 म सक्दिन 1 2 3 ल भाइ यसको पनि अब शिशिर सर जाँदै हुन्छ रेडी गाइज रेडी ए 2 मिनेट अगाडि एउटा रेडी हो यार अलि झुन्नी कति हो चारै हो चार हो यार खुट्टा सिधा यहाँ बोला रेकर्ड भइरहेछ खुट्टा सिधा 8 भयो 7 हो एउटा यो हो नि त तरिका सबै नहाल न यार पिरो हुन्न कि लो हो दामी कडा आयो कडा गएर अब अनि स्टाइलकै फुक्ने फुफु गऱ्यो भने त्यो गर्मीमा ढल्छ अनि चलायो ल दामी भन्दै है साथीहरू ए मैले धेरै हल्लायो तिमीले अनि झर्दाखेरि चाहिँ झर्छ त्यो अहिले फेरि छोडा त्यहाँ मासुमै झऱ्यो नि तनाव हुन्छ मसला है टक्क लगाएर है नुन है ल दामी हुँदैछ गाइस दामी गिले चोट दियो कनेका ल साथीहरू खाना चाहिँ मासु चाहिँ पाकिसकेको छ है दामी भएको छ होइन चम्चा त ल्याउनु हातले खाने ओ माई गड क्या हुआ आँखाबाट आँसु आयो यार मासु मिठो गर होला साह्रै त्यहाँ छोडै मारिहाल्छु होलास् भगवान् त झर्दिनलाई अहिले दाजु मासु हालौँ मासु ए एउटाको हाल्ने यत्रो पर्छ एउटा अन्त खालले लैसक्यो फेरि के गरिछौ बाबु तिमी एउटा कुकुर छ यार त्यसले कुकुरलाई मासु दिइरहेको छु अहिले म हाड्डी दिन्छु ल कस्तो भयो वान अफ द बेस्ट टाइम भयो घरमा पकाएर त्यति मिठो खान्छ होइन हो कि बाहिरको हावै मिठो गाइज राजाजी ल साथीहरू हाम्रो चाहिँ यहाँ हावा फुस्कियो होइन माछ पारीबाट पुरै पानी आइसक्यो अनि खानासाना खाइसकेर आज पनि कराई त फेरि यस्तै बनाएको के अलिअलि धोएको त्यही पनि कालो बनाएको नै कराईको ठाउँ पारी हेर्नु यस्तो पानी आएको कि त तल पोखरातिर होइन हेर्नुहोस् त पुरै पानी हो त पारी पनि पुरै पानी आइसक्यो हामीतिर होइन अब चाहिँ हामी कुदिहाल्नुपर्छ अब हामी चल्न परेगा मेरेको चल्न परेगा भन्ने बेला भइसक्यो साथीहरू त्यही हो
बाइकहरू टक्क रेडी छ ल अब चल्दै गइल खानपिन चट्ट है डाँडामा बसी बसी अब चल्दिनु पर्छ सरर ला ओए ऊ त्यहाँ ओए छिल्लर खसेछ छिल्लर सरर लाएर यहाँ तिनवटा छ 1 घन्टा गइदिनु पर्छ मेरेको जाना पडेगा है हामी चाहिँ यति समय टक्क लाएर ल बाई बाई पेट टन्न भयो है अब चल्दिने हो चल्दिने त भइहाल्यो सरर लाएर है सरर ल साथीहरू के बिर्सेन ए बिस्तारै बिस्तारै पानी पऱ्यो गाइस पानी पऱ्यो म्याथ पानी पऱ्यो पानी भ्यान्चो पानी हो ऱ्याङ्कट भाइ यसलाई भिजाउँदै लाने हो साथीहरू शिशिर भन्ने जन्तुलाई भिजाउँदै लाने हो घाम लाउँछ भन्दै थिइस् त अघि त मेरेको जाना पडेगा हो मेरेको ऱ्याङ्कट ओड्न परेका हामीले त भिडियो यार कहाँ तल जाने सिधै कि माथि जाने सब गाह्रो छ त गाह्रो यही ब्रेकले कामै गर्दैन त के हो ब्रेकले थाम्दैन क्या केटा हामीलाई ओ यार ओ मास चिप्लो छ नि त बाटो थाम्दैन कि के हो साथीहरू ओए ऱ्याङ्क रोड्नुपर्छ ओए रोक 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 ओए केटाले खत्रै आमा के हो यार त्यस्तो नगर्न ओ ऱ्याङ्क रोडम सुजान ऱ्याङ्क रोडम भयो